सो आज चाहिँ हामी दुबई क्रिक जाँदैछौँ। दुबई क्रिकको हामी त्यहाँनिरको डेभलपमेन्ट्सहरू अनि वाट इज द अपकमिङ प्रोजेक्ट्स अनि त्यहाँ के भइरहेछ त्यो सबै कुराहरू कम्युनिटी लिभिङहरू हामी देखाउँदैछौँ तपाईँलाई। सो स्टे ट्युन विथ अस। त्यहाँनिर चाहिँ वर्ल्डको टलेस्ट क्रिक टावर, इभन टलर देन बुर्ज खलिफा अनि वर्ल्डको बिगेस्ट मल, इभन बिगर देन दुबई मल आउँदैछ है। नेक्स्ट डाउनटाउन अफ दुबई। या अहिलेको करेन्ट भन्दा पनि बवाल हैन त। क्याच यु गाइस। आशिष आज हामी कहाँ छौँ? हामी अबको नयाँ अपकमिङ डाउनटाउन जुन चाहिँ बन्दैछ क्रिक, दुबई क्रिक, ओके त्यो कम्युनिटीमा छौँ है। म तपाईँहरूलाई सर देखाउँछु एकचोटि। यो चाहिँ बनिसकेको बिल्डिङहरू हो क्रिकको हैन। अनि यता हाम्रो ट्याक्कै पछाडि चाहिँ किड्सहरू प्ले ग्राउन्ड छ यहाँनिर। अब हेर्नुहोस् न, नयाँ डाउनटाउन भन्छ दुबईले, बट ग्रिनरी, बिल्डिङ्स, रेसिडेन्सियल एरिया यस्तो दामी तरिकाले चाहिँ तपाईँको अर्गनाइज गरेर बनाएको छ नि। त्यही त तपाईँको नर्मल रेसिडेन्सियल कम्प्लेक्स जस्तो देखिरहेको छ। तपाईँलाई थाहा छ अनि अरू कुरा, यो पछाडिको बिल्डिङ छ नि, त्यसको अझै पछाडितिर वर्ल्डको सबैभन्दा टल स्टार आउँदैछ। अनि त्यो टावरको तल चाहिँ वर्ल्डको सबैभन्दा बिगेस्ट मल आउँदैछ, जुन चाहिँ दुबई मल भन्दा पनि ठुलो र टावर चाहिँ बुर्ज खलिफा भन्दा पनि अग्लो छ है। यस, घुम्नलाई पनि एकदमै राम्रो हैन। यस, आनन्द हुने किड्सहरू पुरै। हामी चाहिँ अब नयाँ ब्लगर, मार्केटको प्लस रियल इस्टेट प्रपर्टी एजेन्ट, ब्रोकर, अब के भनेर चिन्नुहुन्छ हामीलाई? नट इभन लाइक द्याट ब्रो। what I meant to say is हामी दुबईको इन्फर्मेसन दिएर मान्छेहरूलाई पब्लिकलाई अवेर गराउने हाम्रो काम हो हैन। सो त्यो बिचमा जे काम हामीले गर्न सकिन्छ विल बी डुइङ द्याट। सो एनीथिङ हामी तपाईँलाई जस्तै अब यो कम्युनिटी देखाउन हामीलाई अहिले त्यति जरुरी पनि थिएन नि त हैन। बट स्टिल वी आर गिभिङ यु इन्फर्मेसन कस्तो छ यहाँको लिभिङ। यो क्रिकमा तपाईँले इन्भेस्टमेन्ट गर्नुभयो भने चाहिँ के छ, कम्युनिटी के खालको छ, त्यो कुराहरू हामी देखाइरहेको छौँ। सो दिस इज जेनरिक इन्फर्मेसन द्याट वी वान्ट टु सेयर टु यु गाइज and make you aware about the market, current markets of Dubai. Ashish, around the world मान्छेहरूले दुबईमा प्रपर्टी किन्न मिल्छ कि मिल्दैन? कुनै पनि वर्ल्डमा जस्तै नेपालीहरूलाई अथवा अरू कुनै नेसनालिटी है। सो एउटा इन्ट्रेस्टिङ कुरा चाहिँ वर्ल्डको सबै कन्ट्रीमा जुन कुरा छैन, दुबईमा चाहिँ सबै नेसनालिटीले प्रपर्टीमा इन्भेस्टमेन्ट गर्न मिल्छ। सबै नेसनालिटीले बिजनेस रेजिस्ट्रेसन पनि गर्न मिल्छ, बिजनेसमै खोलेर बिजनेस चलाउन पनि मिल्छ हैन। अनि इन्ट्रेस्टिङ कुरा के छ भने दुबईले चाहिँ गोल्डन भिजा दिन्छ तपाईँलाई इफ तपाईँको चाहिँ इन्भेस्टेड अमाउन्ट 2 मिलियन भन्दा बढी। एकैछिन काटेर ल, म यहाँको यस्तो राम्रो प्ले ग्राउन्ड देखाइदिइहाल्छु कि खासमा। यस्तो मजाको बन्दैछ नि यो क्रिकमा है। ल, वी क्यान कन्टिन्यू। या सो म तपाईँहरूलाई गोल्डन भिजा पनि भन्दै थिएँ हैन। पहिलो कुरा त तपाईँलाई थाहा भइहाल्यो, जुनसुकै नेसनालिटीले पनि इन्भेस्टमेन्ट गर्न मिल्छ हैन, नो रेस्ट्रिक्सन्स। अनि दोस्रो कुरा, यदि तपाईँको इन्भेस्टेड अमाउन्ट चाहिँ 2 मिलियन दिरहम, यानी कि इफ यू वान्ट टु कन्भर्ट इट इन्टु USD somewhere around like 600K USD most probably हैन। 600K USD मा तपाईँले या सो 600K USD मा तपाईँले चाहिँ गोल्डन भिजा पाउन सक्नुहुन्छ, जुन चाहिँ अहिलेको कन्टेक्स्ट हेर्नुपर्दा डेभलप कन्ट्रिजहरूको कम्पेरिजनमा अहिले पनि चिपेस्ट नै गनिन्छ हैन। सो गोल्डन भिजा जुन छ त्यो चाहिँ 10 इयर्सको हुन्छ। अनि त्यहाँनिर चाहिँ इट्स नट ओन्ली अबाउट भिजा, इट्स नट ओन्ली अबाउट रेसिडेन्सी। तपाईँलाई चाहिँ लेट्स से सपोज तपाईँ अहिले रिसेन्टली जुन बेनिफिट्सहरू एड गरेको छ गभर्मेन्टले, दुबई गभर्मेन्टले, त्यो कुराहरूमा के आउँछ भन्दाखेरि लेट्स से सपोज तपाईँ कुनै एउटा कन्ट्रीमा घुम्न जानु भएको छ, त्यहाँ कुनै डिजास्टरमा तपाईँ पर्नुभयो या कुनै वारमा पर्नुभयो अनि तपाईँलाई चाहिँ इभ्याकुएसन गर्नुपर्ने भयो भने यु विल गेट द प्रायोरिटी। दुबई गभर्मेन्टले तपाईँलाई इभ्याकुएसन प्लानमा तपाईँलाई प्रायोरिटीमा। कस्तो राम्रो राम्रो मजाको। या यो यिनीहरूको त एकदमै हाम्रो जस्तो जुन लो इकोनोमीको कन्ट्री छ, हाम्रो कन्ट्रीहरूको लागि, नेसनालिटिजहरूको लागि त धेरै राम्रो हो नि त हैन। अब हेर न, यो जुन विडा होटल छ है, त्यो अब यो प्यालेस भयो हैन, कस्तो राम्रो के। अब क्रिक त नेक्स्ट डाउनटाउनको त्यो हुन्छ नि, अब उताको डाउनटाउनलाई त इजिली फेल खुवाइदिन्छ। अब यहाँ बिल्डिङहरू बन्दैछ अझै है। अनि त्यस पछाडि अब यो त्यो कम्युनिटी, उतापट्टि एउटा कम्युनिटी छ अनि यतापट्टि एउटा कम्युनिटी छ, बिचमा चाहिँ यो पुलले चाहिँ हैन, ब्रिजले चाहिँ कनेक्ट गरिरहेको छ कि है। अनि बिचमा बगिरहेको जुन एउटा कनाल छ, त्यो चाहिँ आर्टिफिसियल कनाल हो क्या फेरि।
यिनीहरूले आफै बनाएको यहाँनिर पहिला यस्तो केही पनि पानी सानी केही पनि थिएन है त्यो पनि हामी देखाउँछ हैन मिडल अफ नोवेयर हुन्छ यस यस म तपाईलाई गोल्डन भिजाको बारेमा भन्दै थिएँ बेनिफिट्सहरू जस्तै अर्को बेनिफिट भनेको के छ भने तपाईँ कतै ट्राभल गर्दै हुनुहुन्छ र तपाईँको पासपोर्ट लेट चाहिँ सपोज हरायो होइन तपाईँको विदिन 30 मिनट्स कन्सुलर अफ दुबईले तपाईँलाई चाहिँ ट्राभल डकुमेन्ट एरेन्ज गरेर तपाईँलाई दिन्छ है सो दिस इज अनदर बेनिफिट एडेड फर गोल्डन भिजा होल्डर्स इन दुबई है सो देयर लट्स अफ अदर रिजन्स होइन मेजर बेनिफिट्सहरू चाहिँ गोल्डन भिजा होल्डरहरूलाई अब तपाईँ यदि गोल्डन भिजा होल्ड गर्नुहुन्छ भने तपाईँको चाहिँ एउटा यु आर कन्सिडर्ड एज एन इलिट ग्रुप अफ पिपल होइन सँगसँगै अब तपाईँको धेरै कुराहरू छ जस्तै एउटा दुबईको रेसिडेन्सीको एउटा सिम्पल बेनिफिट तपाईँलाई भन्छु हाम्रो जस्तो चाहिँ पासपोर्ट ऱ्याङ्किङ लो भएको कन्ट्रीहरूको लागि अराउन्ड 20 to 25 कन्ट्रिजहरू यस्तो छ जसले चाहिँ तपाईँको पासपोर्टको अनुसारले भन्दा पनि दुबई रेसिडेन्सीको अनुसारले तपाईँलाई चाहिँ घुम्न दिन्छ क्या अब हाम्रो जस्तो विक इकोनोमीको कन्ट्री भएको जति पनि हामी ग्रुप छौँ होइन ट्राभल गर्न खोज्ने बाहिर बिजनेस एक्सपोजर गर्ने वर्ल्ड एक्सपोज गर्ने कुराहरूको जुन आउँछ यो कुराहरूलाई तपाईँले हेर्नुहुन्छ भने दुबई रेसिडेन्सी इट्सेल्फ इज तपाईँलाई एउटा कम्पेयर गरेर तपाईँलाई जस राम्रो त्यो एउटा स्टेबिलिटी तपाईँलाई गेन गराइदिन्छ क्या सो दिस इज अल्सो अनदर रिजन इफ यु आर इन्भेस्टिङ सम क्यापिटल इन दुबई म तपाईँहरूलाई अब यहाँको यो है यहाँ जुन कनाल बनाएको छ नि त्यो माथि स्विमिङ पुल यो स्विमिङ पुल चाहिँ वेभ आउने खालको स्विमिङ पुलहरू हो क्या त्यहाँनिर त्यो चाहिँ देखाउँछ है त त्यहाँ देखिराख्नु भएको स्विमिङ पुल छ नि यो स्विमिङ पुलहरू है यो कनाल बनाएको छ कि बिचमा यो आर्टिफिसियल कनाल हो कि होइन अब यहाँ स्विमिङ पुल बनाएको छ अब यस्तो लाइक अब यो कम्युनिटी हेर्नु न कस्तो मजाको कम्युनिटी छ कि होइन यो भिडा होटल हो है यो होटल अपार्टमेन्ट भन्न मिल्छ होइन अनि त्यस पछाडि अब यो नेक्स्ट डाउनटाउन हो यो भिडा होटलको पछाडि चाहिँ अझै हाई राइज बिल्डिङहरू बन्दैछ होइन अनि यो चाहिँ यसरी हामी पुल ब्रिजमा छौँ ठ्याक्कै है अब चाहिँ मैले तपाईँहरूलाई यो क्रिक हार्बरको वाटर फ्रन्ट एरियातिर देखाउँदैछु यहाँ चाहिँ डिफ्रेन्ट रेस्टुरेन्टहरू तपाईँहरूले पाउन सक्नुहुन्छ अनि सबैभन्दा मजाको कुरा चाहिँ यो वाटर फ्रन्ट एरिया हो र यहाँ तपाईँहरूले याट अथवा बोटहरू बुक गरेर तपाईँहरूले एकदम मजाको भ्युजहरू बुर्ज खलिफा भ्युज स्काइलाइन भ्युज होइन ओल्ड दुबई तिर यहाँबाट मजाले घुम्न सक्नुहुन्छ अनि यो देखिराख्नु भएको छ यहाँनिर किड्स प्ले ग्राउन्डहरू अनि मान्छेहरू आएर फोटोसुटहरू गरिराखेको छन् है यो चाहिँ एकदमै फ्यामिली फ्रेन्डली इन्भाइरोमेन्ट हो भन्न चाहिँ रुचाउँछु म चाहिँ डिफ्रेन्ट यिनीहरूले स्टाइलमा यिनीहरूले नयाँ नयाँ क्रिएसनहरू गरेर यिनीहरूले राखेको छ र जहाँनिर चाहिँ तपाईँहरूले एकदम राम्रो फोटोसुटहरू गर्न सक्नुहुन्छ है कतिपय मानिसहरूलाई यो क्रिक हार्बरको विशेषताहरू थाहा छैन होला यहाँ चाहिँ यो कम्युनिटी मात्र नभएर यो घुम्ने ठाउँ पनि हो होइन तपाईँहरू यहाँ आएर मजाले लाइक टाइम स्पेन्ड एकदम फ्यामिली फ्रेन्डली इन्भाइरोमेन्टमा टाइम स्पेन्ड गर्न सक्नुहुन्छ त्यस पछाडि यो फ्लेमिङ्गोजहरूको स्ट्याचुहरू तपाईँले देखिराख्नु भएको छ यो साँच्चीकै अलिकति यता साइडतिर गयो भने एउटा सानो जङ्गल जस्तो छ होइन त्यहाँनिर चाहिँ एकदमै ह्युज नम्बरमा तपाईँले फ्लेमिङ्गोजहरू देख्न पाउन सक्नुहुन्छ अनि अलिकति यो अगाडि गइसके पछाडि तपाईँले सानो एउटा बुर्ज खलिफा देखिराख्नु भएको छ जहाँनिर चाहिँ अब सनसेट हुनेवाला पनि छ यो अलिकति एन्टी लाइट परिरहेको छ त्यही भएर क्लियरली देख्न हामीले पाइरहेका छैनौँ तर यो जब क्लियरली देखिन्छ नि होइन एकदम राम्रो यो बुर्ज खलिफाको यो स्काइलाइन भ्यू चाहिँ एकदमै बवाल देखिन्छ अनि तपाईँले देख्न सक्नुहुन्छ यो पानीमा याटहरूमा मान्छेहरू घुमिरहेको छ अब यो हाई राइज बिल्डिङहरू त यहाँको विशेषता नै हो है तपाईँहरू एकदमै मजाले आएर घुम्नुहोस् होइन यहाँनिर फोटोसुट गर्नुहोस् यो कम्युनिटी एकदमै राम्रो छ अनि अर्को कुरा भनेको तपाईँहरूलाई यो कम्युनिटीमा प्रपर्टी किन्नु छ भने तपाईँहरूलाई चाहिने सम्पूर्ण जानकारीहरू हामी उपलब्ध गराउनेछौँ बेसिकली चाहिँ यहाँनिर चाहिँ के हुँदैछ भने चाहिँ अझ हामीले अगाडि पनि भनिसक्यौँ है मेन कुरा चाहिँ यो चाहिँ नेक्स्ट हुनेवाला डाउनटाउन हो
होइन दुबईको। अनि वर्ल्डको टलेस्ट टावर बन्दैछ, नयाँ डिजाइनहरू बनाउँदैछन्। त्यस पछाडि त्यो टलेस्ट टावरको ठ्याक्कै तल चाहिँ वर्ल्डको बिगेस्ट मल पनि बन्दैछ। सो एकदमै राम्रो अपर्च्युनिटी हुनसक्छ यो कम्युनिटी हजुरहरूको लागि चाहिँ। राम्रो रेन्टल इन्कम र क्यापिटल एप्रिसिएसन यहाँबाट तपाईँहरूले पाउन सक्नुहुन्छ। सो ढिला नगरी यो कम्युनिटीमा तपाईँहरू प्रपर्टीको लागि चाहिँ रेडी हुनुहोस् भन्छु म चाहिँ। किनभने जति सक्दो छिटो तपाईँहरूले यहाँनिर प्रपर्टी किन्नुहुन्छ त्यति नै छिटो तपाईँहरूले राम्रो फाइदा उठाउन सक्नुहुन्छ। हाम्रो 3.5 वर्षको रियल इस्टेट जर्नीको नलेज इन्फर्मेसनहरू तपाईँहरूलाई हामी लङ भिडियोमा युट्युबमा र सर्ट भिडियोहरू टिकटक र इन्स्टाग्राममा सेयर गर्नेछौँ। यहाँको बसाइ भोगाइ सम्पूर्ण कुराहरू सबै कुराहरू हामी सेयर गर्छौँ। तपाईँहरूलाई कुनै पनि किसिमको जानकारी चाहिन्छ भने इन्क्लुडिङ रियल इस्टेट होइन हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। तपाईँहरूले हामीलाई लाइक, सब्सक्राइब अनि सेयर गर्न नभुल्नु होला। धन्यवाद।